सम्पूर्ण साथीहरु नमस्ते। आज फेरि मैले एउटा क्वेशन लिएर आइसकेको छु ट्रिग्नोमेट्रीबाट, जुन प्रुफ ड्याट हो क्लास 8 को अप्सनल म्याथबाट। यहाँ हेर्न सक्नुहुन्छ, एकदम यो इम्पोर्टेन्ट क्वेशन छ र धेरै महत्त्वपूर्ण क्वेशन यो रहेको छ। यसले हामी के गर्न सकिन्छ भन्दाखेरि प्रुफ ड्याट गर्न छ 1 + tan स्क्वायर थीटा अपन 1 + cot स्क्वायर थीटा इक्वल टु होलमा 1 + tan थीटा बाइ 1 + cot थीटा को होल स्क्वायर छ। अब यस्तो क्वेशनमा हामी दिमाग लगाउनु हो भन्दाखेरि हेर्नु त, यो 1 + tan स्क्वायर थीटा अपन 1 + cot स्क्वायर थीटाले हामी सल्भ गरेर जे आउँछ नि, यसको पहिला हामी सल्भ गर्ने हो। यो सल्भ गरेर डाइरेक्ट यो लागेर ल्याउन सकिन्न अहिले हामीले। जस्तै यो सल्भ गरेर नत्र यो डाइरेक्ट ल्याउन सकिन्छ भने प्रुफ ड्याटको हाम्रो एउटा सिद्धान्तहरु के छ भन्दाखेरि यसले सल्भ गरेर जति आन्सर आउँछ त्यो र यसले सल्भ गरेर जति आन्सर आउँछ त्यो यति इक्वल टु छ भने हाम्रो के हुन्छ LHS इक्वल टु RHS प्रुफ हुन्छ। ल अब हामी सुरुवात गरौँ त के LHS बाट स्टार्ट गर्छौं सोलुसन। LHS मा के छ भन्दाखेरि LHS इक्वल टु 1 + tan स्क्वायर थीटा बाइ 1 + cot स्क्वायर थीटा। ल अब हामीले यहाँ के गर्न सकिन्छ भन्दाखेरि यसले माथिले त्यस्तै छोडौं है। ल 1 + tan स्क्वायर थीटा बाइ 1 + यो cot स्क्वायर थीटा को सट्टामा हामीले एउटा तुक्केरो के बुझेछौं भन्दाखेरि tan थीटा इन्टु cot थीटा इक्वल टु कति हुन्छ 1 हुन्छ भने हामी cot थीटा को सट्टामा के लेख्न सकिन्छ 1/tan थीटा लेख्न सकिन्छ। त्यस्तै यहाँ के लेख्न सकिन्छ 1/tan स्क्वायर थीटा। त्यसपछि फेरि यो 1 + tan स्क्वायर थीटा बाइ यहाँ तल के लिहालौं एलसीएम लिन्छौं। एलसीएम लिएपछि के हुन्छ यहाँ tan स्क्वायर थीटा + 1 बाइ के तल के बचिहाल्यो tan स्क्वायर थीटा। अब यसले के गरौँ रेसिप्रोकल गरौँ। रेसिप्रोकल गर्दाखेरि के हुन्छ भन्दाखेरि 1 + tan स्क्वायर थीटा इन्टु tan स्क्वायर थीटा बाइ के छ 1 + tan स्क्वायर थीटा हामी गर्न पाउँछौं। अब हेर्नु त यो 1 + tan स्क्वायर थीटा र यो तल माथि सेम छ भने गर्न पाइयो। बच्यो कति हाम्रो tan स्क्वायर थीटा आइहाल्यो। अब यो गरेपछि हामीले के गर्छौं U2 को LHS गरेपछि हाम्रो एउटा भ्यालु आइहाल्यो भने अब हामी RHS लाई लिन्छौं। अब RHS लिएपछि के हुन्छ भन्दाखेरि RHS मा के छ भन्दाखेरि हेरौं RHS इक्वल टु 1 + tan थीटा बाइ 1 + cot थीटा को होल स्क्वायर छ। अब यस्तोमा हामीले के गर्न सकिन्छ भन्दाखेरि यसले पनि कट लाई के गरौँ 10 को बेसमा खोलौं भने के छ भन्दाखेरि 1 + tan थीटा बाइ 1 + cot थीटा ले खोल्दाखेरि के हुन्छ भन्दाखेरि हामीले 1/tan थीटा। फेरि यसले तल एलसीएम ले माथिको त्यस्तै राखौं tan थीटा अपन यसले फेरि यहाँ गरौँ मल्टिप्लाई tan थीटा + 1/tan थीटा। फेरि यसले के गरौँ रेसिप्रोकल गरौँ। रेसिप्रोकल गर्दाखेरि के हुन्छ 1 + अब हेर्नुस् एउटा कुरा हामी भुलिरहेको छौं यो स्क्वायर मा छ स्क्वायर गरौँ है। यो स्क्वायर मा छ भने स्क्वायर मा होल गरौँ। त्यसपछि के हुन्छ भन्दाखेरि 1 + tan थीटा बाइ यसले रेसिप्रोकल गर्दियौं इन्टु tan थीटा बाइ के हुन्छ भन्दाखेरि 1 + tan थीटा। यसले पनि यहाँबाट के गर्न पाइयो त यहाँ स्क्वायर छ यो र यो कटिहाल्यो भने बच्यो कति हाम्रो tan स्क्वायर थीटा हुन्छ भनेको LHS इक्वल टु RHS प्रुफ भइहाल्यो। अब हेर्नु त एकदम राम्रो क्वेशन छ के। यस्तो क्वेशनमा हामीले के गर्ने यसको सल्भ यसले भ्यालु सल्भ गरेर यसले आउने यसरी यहाँ कट छ कटले हामी 10 को बेसमा खोल्यौं यहाँ कट थियो यहाँ पनि 10 को बेसमा खोल्यौं। अब यसले सल्भ गर्दाखेरि यसरी सल्भ गरे भनेको LHS को भ्यालु बराबर RHS को भ्यालु बराबर त्यसकाले गर्दा यो भ्यालु प्रुफ भयो।